मलुवा छैन आइदियो मलुवा छैन दादा त्यो पनि बताउ त मलुवा मलाई त्यहाँ छ झिकेर बनाएको एक डोज ल ट्याक्सी ड्राइभरहरूको यहाँ गफ भइरहेको छ गाई छैन केही भन्नु छ सान्दोष ल भनिस्यो त ट्याक्सीको कमाइ धमाइ कस्तो छ अहिलेको कन्डिसनमा अहिलेको कन्डिसन एकदम बवाल ल ठिक छ बवाल हुनुपर्छ बवाल गर्नुपर्छ होइन बेला आइसक्यो अब अलि विचार गरिसक्यो हजुर पनि ल निराज भाइ केही भन्नु छ केही भन्नु छैन अनलाइन प्राइसको लागि अनलाइन प्राइस लास्ट हो भन्छु रिस मात्र उठ्छ मैले त मागेसम्म ओनर त्यो ओनर कि प्रोपाइटर को भन्ने हुँदैन त्यसलाई भेट्यो भने त मागेसम्म त्यसलाई त मैले यस्तो एक सडा हान्थेँ कि होइन त्यति रिस उठ्यो भने मलाई चाहिँ लामो पहिला त वाइल बेसी छ अनि मान्छे पनि अहिले अब त्यो इन्डियाको गर्दा मान्छेले प्राइस पनि थाहा भइरहेछ है अस्ति चाहिँ 400 गएको त्यहाँदेखि अनि के भन्ने धेरै नबोल्ने ल हुन्छ भने सिधै अनलाइन हेर्नु खै न त्यसो भए म आफै हेर्छु भन्छ होइन कि अनलाइनले हेरेर पनि अनलाइनले हेरोस् के लामो होइन तनाव भएन नि त होइन टक्क मोबाइलमा हेर्न पायो होइन लो प्राइस तर प्राइस मिलाइदिनु पर्यो कि अनलाइनले अरूभन्दा लो प्राइस चाहिँ एयरपोर्टबाट मूल पानी चौर जानुपर्ने हो अनि अनलाइन हेरेको 500 रुपियाँ अनि बाटो बिग्रिया रहेछ घुमेर जानु पर्यो होइन अनि मैले सिधै भनेको यहाँबाट त बाटो बन्द छ घुमेर जानुपर्छ होइन सिधै भनिदिएको अनि कति दिने हो अब मिलाएर दिनु भनेको फोन गऱ्यो है खुल्ला पैसा पुगेन जस्तो लाग्यो उसलाई होइन अनि 1000 रुपियाँ निकालेर दियो अब त्यो इन्डियामै हेरेको रेटभन्दा 500 रुपियाँ बढी दिनु चाहिँ सक्ने किन सोध्ने हो त्यसो मान्छे बौलाहरू नि भेट्छ क्या रोडमा त्यो त भगवान् हो नि भगवान् होइन